यहाँले कसरी चाहिँ के प्रब्लम फेस गर्नु भएको छ यही कुराहरू चाहिँ यो क्लासको मार्फतबाट यो 4 दिनको क्लासमा यहाँले धेरै सिक्नुभयो होला, धेरै बोल्नु पर्नेको छैन। मैले तारकेश्वर नगरपालिकाले एउटै लक्ष्य लिएको छ, नीति तथा कार्यक्रम मार्फत पनि मैले यहाँहरूलाई भनेको थिएँ, कता कता हामी पनि अल्झियौँ, कानुनले अलिकति हामीलाई पनि बाँधेको छ। एज अ जनप्रतिनिधि हामी पनि काममै बसेर काम गर्नुपर्ने अवस्था छ। तथापि पनि यसपालि चाहिँ हामीले एटलिस्ट डिसेबिलिटीको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा केही भए पनि गर्ने पहल चाहिँ गर्नु सुरुवात गरौँ भन्ने हिसाबले नीति तथा कार्यक्रममा नै हामीले यस सेक्टरलाई समेटेर गएका छौँ। सुदर्शन सरले भनिसक्नु भएको छ होला, हामीले 25 लाखको बजेट लगभग छुट्याएर त्यसलाई चाहिँ प्रायोरिटी बेसमा राखेर आवश्यकता पर्दा थप गरेर जाने भन्ने हिसाबले लागेका छौँ। यहाँ सबै अभिभावकहरू जो डिसेबिलिटी हुनुहुन्छ, व्यक्तिहरू पनि हुन्छ, उहाँको अभिभावक पनि हुन्छ, यहाँहरूको एउटा सहजीकरण सहकार्यको चाहिँ आवश्यकता छ होइन। हामी एक्लै जनप्रतिनिधि शाखाले मात्रै, सुदर्शन सरले एक्लै लागेर मात्रै यो काम गर्न सकिँदैन। समाज फरक प्रकारको पनि छ। समाजमा धेरै थरीका मान्छेहरू बस्छन्, धेरै जिल्ला 70 जिल्लाका मान्छेहरू बसोबास गर्ने समाजमा हामी पनि त्यही छौँ भनेर बुझ्नुपर्छ। सँगै मैले किन यो समाजको कुरा जोडेको भने कतिपय ठाउँमा चाहिँ हामीले जग्गाहरू देखिरहेको हुन्छौँ, यस्तो खालको प्रपोजल हाम्रो अगाडि बढाउन खोजा भनेपछि अलिकति हेट गर्ने, यहाँ चाहिँ नबनाइदियो हुन्थ्यो, अर्को ठाउँमा बनाइदियो हुन्थ्यो भन्ने खालको विभिन्न झन्झटहरू पनि फेस गर्नु परेको छ नगरपालिकाले होइन। यो चाहिँ हामी चाहिँ मानव सभ्यता भन्छौँ। म चाहिँ अहिले के भन्छु भने सभ्यता सहितको मानवलाई चाहिँ सिर्जना गर्ने चाहिँ काम गरौँ भन्छु। मानव सभ्यता होइन कि सभ्यता सहितको मानव, सभ्यतै नभएको मानव भएर पनि काम छैन। मानव मान्छे हुनु र पशु हुनुमा फरक के छ र? पशु पनि हिँड्छ, खान्छ, आफ्नो वर्कआउट गर्छ, हामीले पनि हिँड्छौँ, खान्छौँ, आफ्नो वर्कआउट गर्छ। तर हामीले हामी को भनेर चिन्नु चाहिँ जरुरी छ होइन। मैले चाहिँ यसले भन्ने गरेको छु, यो फिल्ड, यो क्षेत्र, यो जुन कुरा तपाईँले बिए गर्नुहुन्छ यो रहरले भएको हो र? कसैको बाउले मैले यो बच्चा यस्तो जन्माऊ भनेर हुने चिज त होइन, रहरले चिज पनि होइन। त्यसैले यो गड गिफ्टेड कति त जन्म बर्थ बाई बर्थ छ, कति भइपरि आउने विभिन्न खालका दुर्घटनाले भएका चिजहरू छ। यो कुराहरूलाई चाहिँ मध्यनजर गरेर हामी चाहिँ एउटै फ्यामिली हो, एउटा युनिटी हो, एउटै चाहिँ चेतनको तुलना गर्न सक्नुपर्छ भन्ने चाहिँ जान्नुपर्छ। तपाईँहरू जबसम्म युनिटी बेसमा तपाईँहरू आउनुहुन्न, युनिटी हुँदैन तपाईँहरूमा, तबसम्म नगरपालिका स्थानीय सरकारले जति पनि काम गर्छ भने पनि त्यो फितलो नै हुन्छ। त्यो कुरा चाहिँ हामीले बुझ्नुहुन्छ भन्ने कुराहरूलाई अगाडि बढाउँदै डिसेबिलिटीको सेक्टरमा त हामीले अर्को निर्णय पनि गरेको थियो पहिला पनि, जुन चाहिँ एकदमै शारीरिक असक्त, जुन रातो कार्ड बराबरको व्यक्ति उठ्न सक्दैन, हिँड्न सक्दैन, जो चाहिँ केही गर्न सक्दैन भनेको व्यक्तिलाई नगरपालिकाले नै थप एड गरेर रातो कार्ड बराबरको चाहिँ हामीले पे गर्ने अर्थात् उसलाई सुविधा दिने भन्ने पनि हामीले निर्णय गराएको थियौँ। तर कतिपय प्रश्नमा चाहिँ त्यो कुराहरू कार्यान्वयन भएको होइन। जो चाहिँ एकदम डिसेबिलिटीमा एकदमै डिसेबिलिटी हो उहाँहरूले देखाउनु भएको छ। तर त्यसको पनि एउटा सिस्टम, एउटा क्राइटेरिया, एउटा चाहिँ कानुनले तोकिदिएको अधिकार भित्र छ। त्यही भएर मैले यो कुराहरू पनि तपाईँहरूलाई जानकारी गराउँदा त्यस्तो खालको त्यो अपाङ्गता भएका व्यक्तिहरू चाहिँ तपाईँहरूले त्यस्तो दिनु भने चाहिँ जानकारी पनि गराउनलाई मैले अनुरोध पनि गरेँ। र अर्को कुरा चाहिँ मलाई एकदमै चित्त दुख्छ, हामीले कति प्रोग्रामहरू ल्याउँछौँ, कति कार्यक्रमहरू, कति त्यो चाहिँ सिपमूलक कार्यक्रमहरू आइरहेको हुन्छ, तर कति कुराहरूमा यहाँहरू संलग्नै हुनुहुन्न। सरले भन्नुभयो होला, नामले पनि भन्नुभयो होला, त्यो कुरामा चाहिँ अलिकति चलाक चाहिँ हुनुपर्छ, अलिक अवेर चाहिँ हुनुपर्छ। तपाईँको हातमा सिप छ भने तपाईँ जहाँ पनि आफ्नो सिप बेच्न सक्नुहुन्छ क्या। त्यही भएर अलिकति चलाक चाहिँ हुनुहोस् भन्छु म यस्तो कुराहरूमा चाहिँ। अरू त राज्यले गर्ने, नगरपालिकाले गर्ने, तपाईँहरूलाई हेर्ने, तपाईँहरूलाई सहजीकरण गर्ने कुरामा हो तारकेश्वर नगरपालिका छ। हामी सबै तपाईँहरूको साथमा छौँ। मात्रै अब एउटा स्कुलको कन्सेप्ट अगाडि बढाएर एउटा मिसनमा हामी लागेका छौँ। यहाँहरू पनि सफल हुन्छ भन्ने विश्वासका साथ यहाँहरूले 4 दिनको क्लास एकदम फ्रुटफुल भयो होला, उपयोगी भयो, धेरै कुराहरू यहाँहरूले सिक्नुभयो भन्ने विश्वास पनि लिएको छु। यो कुराहरू राख्दै आफ्नो कुराहरू टुङ्गाउँछु। धन्यवाद, नमस्कार।